एकदम मजा आयो। जाने चाहिँ ग्रेट वाल हो गाइजहरु। सैलुङ कस्तो लाग्यो अङ्कल? रमाइलो छ है। सुकारा उता अमेरिका कहाँ कहाँतिर पठाउँथे हैन, सुकारा काठमाडौँको मान्छे लिन आउँथ्यो। के तोक्न रेट बोल्न मिल्छ? चाहिँ धार्ने हिसाबले बेच्छ तपाईको। अर्को भनेको विशेषता यहाँको केले चाहिँ सैलुङलाई विशेष गरेर चिन्छ? अन्त बागढुङ्गा भनेर उहिले सत्यजुको मान्छेले अन्त यो बागढुङ्गा हो भन्दा नामै बागढुङ्गा, सैलुङ बागढुङ्गा। अन्त त्यहाँ बिचमा गङ्गा रहेछ, उतापट्टि गाई छ है। सम्पूर्ण मित्रजनहरूमा रामेछाप जिल्ला र दोलखा जिल्लाको सङ्गम स्थल ठुलो सैलुङबाट नेपालकै उत्कृष्ट प्राकृतिक सुन्दरताले भरिभराउ ठाउँ सैलुङ क्षेत्रबाट यहाँहरूलाई दर्शन गरे, अभिवादन गरे। म्युजिक भिडियो सुट आउटको लागि आएको छ। सो यतिखेरको अवस्था हामी सैलुङ क्षेत्रको ठ्याक्कै चिसो चिसो मौसम कुहिरो लागि परिरहेको अवस्थाबाट एकदमै रमणीय दृश्यमा हामी भरिभराउ दृश्यहरूलाई हेर्दै आनन्द लिँदैछौँ मित्रजनहरू। नेपाल सानो पक्कै पनि छैन, नेपाल नराम्रो पनि पक्कै छैन। सो मित्रजनहरू, नेपाल हाम्रा राजनीतिक हिसाबले राजनीतिक रूपमा राज गरेका, राजकाज गरेका नेतृत्वहरूले देशलाई उत्कृष्ट लेभलमा विकासको चरणहरू त पुर्याउन सकिएको छैन। त्यो क्रमलाई निरन्तरता छँदैछ भने तर पनि नेपाल एउटा प्राकृतिकले नै हामीलाई एकदमै उत्कृष्ट सुन्दरताले भरिभराउ गरिएर दिएको एउटा नेपाल एउटा उत्कृष्ट सुन्दर भएको ठाउँ हो। जुन सुन्दर पक्कै पनि नेपाल राम्रो छ, उत्कृष्ट छ, सुन्दर छ भन्ने कुरा रामेछाप जिल्ला र दोलखा जिल्लाको सङ्गम स्थलमा अवस्थित यो ठुलो सैलुङ भन्ने ठाउँको प्राकृतिक सुन्दरताले पनि पुष्टाइ गर्छ। सैलुङ क्षेत्रमा चाहिँ चौरी चराउन आउनुभएका हाम्रा चौरी दाई पनि भेट हुनुभएको छ। थोरै हामी चौरी चराउने दाईसँग चाहिँ कुरा गर्न चाहन्छु। नमस्ते दाई। नमस्ते। हजुरको शुभ नाम के पर्यो? मेरो नाम फुर्व शेर्पा। फुर्व शेर्पा। अनि हजुरको घर चाहिँ? घर मेरो डडुवा राजवीर हो, राजवीर नि। डडुवा राजवीर है। डडुवा राजवीर। अनि तपाईँको यता डडुवादेखि आउनु भएको कि यो चौरी को गोठ यतै छ? यतै छ यही मथि छ भन्दै खलखरको बजार भन्छ त्यहाँ राख्छ नि। अनि कतिवटा चौरी छन् हजुरको? मेरो 27 वटा छ। 27 वटा है? ओहो, 27 वटा चौरी भनेपछि चौरीको विशेष भनेको के दही दुध छिर्पीको लागि हो कि खास के को लागि काम लाग्छ? यो तपाईँको दही होइन, यसको घिउ र छिर्पी हो। त्यति घिउ र छिर्पी है? के अरे चाहिँ चौरीको दही चाहिँ हुँदैन? दही अब त्यस्तो बनाउन उहिले बनाउँथे, अब अहिले त्यो बनाउँदैन। अहिले चाहिँ अब त्यो मेसिन ल्याएपछि त्यो घिउ अब हामीलाई त्यो दही बनाउँदा त्यो दुध पकाउनु पर्छ। त्यो पकाउँदा अहिले छोडेर धेरै टाइम लाग्ने। उहिले त अब त्यो टोलुङमा पार्नु पर्थ्यो है, त्यसले गर्दा अब त्यो 3-4 घन्टा लाग्थ्यो। त्यो अब बिहान 5-4 बजीदेखि पार्यो भने त्यस्तै 6-7 3-4 घन्टा लाग्थ्यो टोलुङमा त्यो मही पारे जस्तो गरेर। त्यो दुःख थियो। अहिले चाहिँ मेसिन निक्लेर अब हामीले त्यस्तै अब 10-15 मिनटमै अब के मही के अरे घिउ निकाल्छ। घिउ निकाल्छ त्यसको पछि त्यो अर्को चाहिँ छिर्पी बनाउने। त्यस्तै हो। भनेपछि कम्तीमा 150-200 वटा त चौरी छ यहाँ। तपाईँको सबै गर्दाखेरि 150-300 जस्तो चौरी होला। दुध दही र छिर्पीको लागि बाहिरी बजार खोज्नको लागि काठमाडौँ र बाहिर भौतरिन रहनु पर्यो? अहिले पर्दैन। अहिलेको लागि हाम्रो अब यही स्थानीय घुम्ने आउने मान्छेले किन्छ, अब किनेर खान्छ। अब तैपनि यो ताजा छ हाम्रो होइन, अब एकदम अब मिसकाट छैन। अब चौरीको एकदम अब जडीबुटी खाएको छ, हरेक खाएको हुन्छ है। यसको लागि अब दबाई जस्तो नि हुन्छ यो छिर्पी। अब घिउ पनि एकदम महत्त्व छ यसको नि। अब अरूले गाईको खाएको र यसको खाएको धेरै फरक हुन्छ। तपाईँले अब 1-2 चम्ची यसको घिउ 1 महिना जस्तो खाएपछि जिउमै अर्को
तागत पोसिलो भएको जस्तो लाग्छ जिउमा अनि बक्दै उहिले त अब काठमाडौँ कहाँ बेच्नु लानुपर्छ घिउ है हजुर हजुर टिनको टिन बोकेर उता लाने छुर्पीहरू यस्तो लान्थे अब अहिले त अब हाम्रो यही अब घुम्न आउने मान्छे भएर अब यही सैलुङ पर्यटन क्षेत्र नै अब बिक्री भइरहेछ भनौँ न हजुर हजुर यो सैलुङ चाहिँ पर्यटक क्षेत्र चाहिँ घोषणा भएको कारणले गर्दाखेरि अहिले तपाईँको यो चाहिँ रामेछाप जिल्लाभरि मात्रै होइन 77 जिल्लाबाट पनि आउने गर्दछ र अनि बाहिरी चाहिँ टुरिस्टहरू पनि आउनुहुन्छ होला है टुरिस्टहरू नै आउँछ फाटाफुटुक अब पहिले जस्तो आउँदैन अहिले त धेरै जस्तो नेपाली टुरिस्टै बढी आउने भएछ अहिले आन्तरिक टुरिस्टहरू नै बढी यहाँ घुम्न आउँछन् टुरिस्टहरू चाहिँ अब एक दुई फाटाफुटु आउँछ उहिले चाहिँ बढी टुरिस्ट आउँथ्यो अहिले अलिक कमै भयो टुरिस्ट आउनुको लागि गरेर चिन्ने भन्ने मूल भन्ने यो हाम्रो सैलुङमा यो चौरीबाटै हो हजुर चौरी अनि यता के अरे बागढुङ्गा के अब यहाँ माथिको बागढुङ्गा भन्ने छ एउटा बागढुङ्गा भन्ने छ त्यहाँबाट अब बिचमा गङ्गटा छ है त्यो पछि उता गाई ढुङ्गा छ अब उहिले सत्यजुगमा चाहिँ तपाईँको त्यो बागढुङ्गा छ गाईलाई खानु भने निक्लिएछ होइन अन्त बिचमा अब त्यो गङ्गटा भक्क निक्लेपछि त अब त्यो गाईलाई खानु पाएन नपाएपछि अब त्यो अलग भइहाल्यो तिन है त्यही अब सिलो पल्टेर बस्छ दुइटै नै अब तिनवटा गङ्गटा त्यहाँ छ बाघ यस्तो अब झम्केर गएको छ तब बिचमा गङ्गटा निक्लेपछि उसलाई छेकिहाल्यो ऊ जानु सकेन त्यहाँबाट पार हुन सकेन उतापट्टि गाई उदै बस्यो अन्त त्यति आफू आफै अलग भएको छ नि त्यही अब त्यसको शिला जस्तो त्यही बसिरहेछ अहिले ए त्यतिखेरको चाहिँ त्यो चाहिँ के अरे गाईलाई खान भनेर चाहिँ बाघ निस्किनु भयो अनि निस्किँदै गर्दाखेरि चाहिँ दुईटा गङ्गटो चाहिँ त्यहाँ अचानक बिचमा त्यो गङ्गटो चाहिँ अब सट्ट बिचमा उसलाई छेकिदियो अब उसको शक्तिशाली होला होइन शक्तिशाली त्यो चाहिँ जस्तै गाईको लागि एउटा चाहिँ एउटा के भगवान भनेर चाहिँ उदय भयो उसलाई जोगाइदियो त्यो भएपछि चाहिँ त्यो झम्टिन खोजेको बाघले चाहिँ गाईलाई चाहिँ चौरी गाईलाई चाहिँ के अरे समाउन मार्न पाएन ऊ अब त्यतिको भएछ बिचमा ऊ भ्याक्क आएपछि ऊ झम्किएको थियो ऊ पनि हेरेर भयो ऊ पनि त्यतिकै अन्त त्यहाँ अलग भएको छ नि यो दन्ते कथा त्यहाँदेखि बाघढुङ्गा भनेर उहिले सत्यजुगको मान्छेले अन्त यो बाघढुङ्गा हो भनेर नामै बाघढुङ्गा सैलुङ बाघढुङ्गा अन्त त्यहाँ बिचमा गङ्गटा छ उतापट्टि गाई छ है त्यो ढुङ्गै छ तिनवटा अहिले तपाईँहरू गयो भने देखिन्छ त्यो पोखरी होइन त्यहाँ ढुङ्गै छ नि त्यसको लागि त यहाँ विशेष अब यो सैलुङको क्षेत्रमा भने पर्यटन भने अहिलेसम्म हाम्रो चौरी नभए नि अब के छ चौरीले गर्दै अब यो सैलुङ चिनिरहेको छ हजुर हजुर अब जति घुम्दा होइन कतिजनाले अब चौरीको छुर्पी खानुपर्छ सैलुङमा आएपछि हाम्रो महत्त्व भन्ने यहाँ छुर्पीको त छ नि छुर्पीको महत्त्व अब यहाँ माथि लेकमा अब के छ सुन्तला केरा हुने होइन अब यहाँ कहाँ बाहिर आएको नेपाली पर्यटन क्षेत्र ल चौरीको छुर्पी खानुपर्छ यार एक दुई पिस पनि खाउँ न कस्तो हुन्छ भने चाहु यहाँको यही महत्त्व छ सबै यो चाहिँ के अरे सैलुङको चाहिँ एउटा बाघढुङ्गाको नाम कसरी रहन गयो भनेर त हजुरले एउटा थोरै चाहिँ दन्ती कथाबाट चाहिँ बुझाइदियो होइन अर्को यो साँच्चीकै यो सैलुङ भन्ने नाम चाहिँ कसरी चाहिँ बस्न गयो होला तपाईँले के जानकार यो सैलुङ भनेको गरे तर अब तपाईँ यो सय र थुङ्गा छ है अब उहिले त अब यसलाई के हो मान्छेले सैलुङ भनेपछि त अब सैलुङ चिनाउँछ यो थुम्काले गर्दै हो अब यो एकदम यो सय र थुङ्गा छ यसलाई अब दाइरे अन्त सैलुङ अब है सैलुङ भनेपछि 108वटा थुङ्गा छ तर नाम चाहिँ अब यसको विशेष नाम चाहिँ सैलुङ अब यो चिनायो यो के अरे थुम्का देख्ने चाहिँ यहाँ 100वटा मात्रै छैनन् टक्कै 108 छ यो अब सबै गनेर लिए भने अब तल कालो पनि अब थुम्का हेर्नुहोस् कति छ तपाईँ त्यता छ यतै छ है अब यो मुनि भित्र कति छ नि यो 108वटा थुम्का छ अब हाम्रो लामा भाषाबाट चाहिँ थुङ भनेपछि थुङ्कालाई चाहिँ गर्दा थुङले गर्दाखेरि चाहिँ थुङ्का भनेर ल हजुर एकदम खुसी लागे अब तपाईँले यो चाहिँ सैलुङको बारेमा सैलुङको विशेषता र यता बाघढुङ्गाको विशेषता बाघढुङ्गाको नामकरण र सैलुङ नामकरण कसरी बस्न गयो भन्ने कुरो पनि हामीलाई बुझाए यो चाहिँ अब आम सम्पूर्ण चाहिँ अब दाजुभाइ दिदीबहिनीहरूलाई पनि भीमसेनको तरबार रे गाइजहरू यो अंकल घुमेर आउनु एकदम मजा आयो सैलुङ पुरै मजा घुम्ने कहाँबाट हो हामी उसमा काठमाडौँको हनुमान ढोकाबाट हजुरहरू नि हामी चाहिँ यता रामेछापकै हो खासमा भक्तपुर बस्छ हामी पनि आज एउटा हजुर राम्रो नि भिडियो हजुर ठिक छ राम्रो छ नि हैन माथि जानु भएन माथि गइराको हजुर गइरानु पर्छ के रमाइलो छ एकदम रमाइलो छ
नेपालकै उत्कृष्ट ठाउँ सैलुङ क्षेत्र प्राकृतिक सुन्दरताले भरिभराउ ठाउँ सुन्दर क्षेत्र। तपाईहरूले पनि एकचोटि घुम्न भएको छैन भने एकचोटि अवश्य घुम्नका लागि यहाँहरूलाई हार्टली वेलकम।